विश्व व्यापार के यो एउटा जित-हारको खेल हो कि सबैले जित्ने मौका? यसलाई हेर्ने हाम्रो दृष्टिकोण सधैँ एउटै थिएन। यो एउटा यस्तो कथा हो जुन सदियौंदेखि नाटकीय रूपमा बदलिँदै आएको छ। आउनुहोस् सँगै हेरौँ यो रोचक यात्रा। ल, एउटा सामान्य प्रश्नबाट सुरु गरौँ न है। हामीमध्ये धेरैले बोक्ने यो स्मार्टफोन, यो आखिर कहाँ बन्यो होला? अब कुरा के हो भने यसको जवाब त्यति सजिलो छैन। यो फोन त साँच्चै विश्वमा बनेको हो। सोच्नुस् त, डिजाइन अमेरिकामा, माइक्रोचिप कोरियाबाट अनि असेम्ब्ली चीनमा र सफ्टवेयर भारतमा। यो त भयो आजको कुरा, तर व्यापारलाई हेर्ने हाम्रो नजरिया सधैँ यस्तो थियो त? थिएन। यो कथा बुझ्नका लागि हामीले इतिहासमा अलि पछाडि जानुपर्छ। ल, सुरु गरौँ व्यापार सोचको विकासबाट, द्वन्द्वबाट सहकार्यतर्फको यो यात्रा। ल, 16औँदेखि 18औँ शताब्दीको कुरा गरौँ। त्यो बेला एउटा सोच एकदमै हावी थियो जसलाई वाणिज्यवाद वा मर्केन्टलिजम भनिन्छ। यसले के भन्थ्यो भने कुनै पनि देश कति धनी छ भन्ने कुरा उसँग कति सुन र चाँदी छ त्यसले निर्धारण गर्छ। अब धनी बन्ने सूत्र के त? एकदमै सरल, आफ्नो सामान सकेसम्म धेरै बेच्ने तर अरूको सामान सकेसम्म कम किन्ने। यो सोचको सार नै यही थियो। व्यापार भनेको जिरो सम गेम हो। मतलब यदि मैले जित्नु छ भने अरू कसैले हार्नै पर्छ। एकजनाको फाइदा अर्कोको घाटा। कस्तो टकरावपूर्ण सोच है? तर यो सोच सधैँभरि टिकेन। अब पालो आउँछ शास्त्रीय जगको, स्मिथ र रिकार्डो, जहाँबाट आधुनिक व्यापार सिद्धान्तको जन्म भयो। यो त विचारहरूको वास्तविक लडाईँ नै थियो। एकातिर वाणिज्यवादको मेरो जित अरूको हार भन्ने सोच थियो, अनि अर्कोतिर आए एडम स्मिथ 1776मा। उनले भने, एक मिनट रोकिनुस् त, व्यापार त पोजिटिभ सम खेल हो जहाँ सबैले जित्न सक्छन्। उनको यो विचार साँच्चीकै क्रान्तिकारी थियो। उनले के भने सम्पत्ति भनेको सुनको थुप्रो जम्मा गर्नु होइन, बरु सबैले मिलेर सृजना गर्ने कुरा हो। अब स्मिथको विचार त गजब थियो, तर त्यसले एउटा ठूलो प्रश्न जन्मायो। मानिलौँ कुनै एउटा देश हरेक कुरा बनाउन अरू सबैभन्दा अब्बल छ। त्यस्तो अवस्थामा के हुन्छ त? के उसँग कसैले व्यापारै गर्दैन? हो, यही जटिल प्रश्नको एकदमै सरल र सुन्दर जवाफ लिएर आए डेभिड रिकार्डो। उनको तुलनात्मक लाभको सिद्धान्तले भन्यो, ढुक्क हुनुहोस्, यदि कुनै देश सबै कुरामा अब्बल छ भने पनि व्यापार फाइदाजनक हुन्छ। कसरी? किनभने कुरा एब्सोल्युट एडभान्टेजको होइन, कुरा कम्प्यारेटिभ वा सापेक्षिक लाभको हो। मतलब देशले त्यो काममा ध्यान दिनुपर्छ जुन ऊ तुलनात्मक रूपमा अझै राम्रोसँग गर्न सक्छ। र यो पुरै सिद्धान्तको मुटुमा छ अवसर लागत वा अपर्च्युनिटी कस्टको अवधारणा। एउटा उदाहरण सोचौँ है। मान्नुहोस् एकजना एकदमै राम्रो डाक्टर छ जो टाइपिङमा पनि एकदमै छिटो छ। के उसले आफ्नो रिपोर्ट आफै टाइप गर्नु ठिक हो त? होइन। किनकि त्यो टाइपिङ गर्ने समयमा उसले बिरामी जाँचेर धेरै ठूलो मूल्य सृजना गर्न सक्थ्यो। हो, त्यही टाइपिङ गर्दा त्यागेको बिरामी जाँच्ने अवसर नै उसको अवसर लागत हो। देशहरूको हकमा पनि ठ्याक्कै यही कुरा लागू हुन्छ। ल, रिकार्डोले त व्यापार कसरी काम गर्छ भनेर देखाए, तर अर्को प्रश्न आयो, देशहरूबीच अवसर लागत किन फरक हुन्छ? यही किनको खोजी र एउटा विरोधाभासको कथा सुरु हुन्छ। अब 1930को दशकमा हेक्सर ऑलिन सिद्धान्तले त्यो किन भन्ने प्रश्नको जवाफ दिने कोसिस गर्यो। यस सिद्धान्तले के भन्यो भने कुनै पनि देशको लाभ उसको उत्पादनका साधनहरू जस्तै श्रम, पुँजी वा जमिन कुन चाहिँ धेरै छ भन्ने कुरामा भर पर्छ। र यसको भविष्यवाणी एकदमै सिधा र तार्किक सुनिन्थ्यो। जहाँ पुँजी धेरै छ ती देशहरूले पुँजी चाहिने सामान जस्तै मेसिनरी निर्यात गर्छन्, अनि जहाँ श्रम सस्तो र धेरै छ ती देशहरूले श्रम चाहिने सामान जस्तै कपडा निर्यात गर्छन्। सुन्दा त एकदमै मिल्ने कुरा जस्तो लाग्छ, होइन त? तर जहिले पनि कुनै सिद्धान्त एकदमै सरल र सुन्दर देखिन्छ त्यहाँ कथामा एउटा मोड आउँछ, र यहाँ पनि ठ्याक्कै त्यस्तै भयो। सन् 1953मा वासिली लियोन्टेफ नामका अर्थशास्त्रीले अमेरिकाको व्यापारको तथ्याङ्क हेरे र उनले जे देखे त्यसले सबैलाई चकित पारिदियो। जे हुनुपर्ने हो त्यसको ठिक उल्टो भइरहेको थियो। संसारको सबैभन्दा धेरै पुँजी भएको देश अमेरिकाले पुँजी सघन सामान होइन, बरु श्रम सघन सामानहरू निर्यात गरिरहेको रहेछ। अब भन्नुहोस् यो कसरी भयो? यसलाई लियोन्टेफ प्याराडक्स भनियो।
र यसले अर्थशास्त्रको पूरै सिद्धान्तमाथि नै प्रश्न चिन्ह खडा गरिदियो। हो, यही लियोन्टिफ विरोधाभासले गर्दा अर्थशास्त्रीहरूले सोच्न थाले, कतै हामीले केही कुरा छुटाइरहेका त छैनौँ। यसरी नै प्रविधि र विविधता जस्ता नयाँ विचारहरूको जन्म भयो, जसले आधुनिक संसारलाई अझ राम्रोसँग व्याख्या गर्ने प्रयास गर्यो। त्यसपछिको विकासक्रमलाई हेर्दा 1960 को दशकमा आयो प्रोडक्ट लाइफ साइकल थ्योरी। त्यसपछि 70 को दशकमा न्यू ट्रेड थ्योरी अनि 90 को दशकतिर पोटर्स डायमन्ड जस्ता मोडल्सहरू आए। यो वस्तु जीवनचक्र सिद्धान्तले के भन्छ भने कुनै पनि उत्पादनको व्यापारको ढाँचा उसको जीवनचक्र अनुसार बदलिन्छ। जस्तै एउटा नयाँ प्रविधि आयो भने सुरुमा त्यो आविष्कार भएको देशबाटै निर्यात हुन्छ। जब त्यो प्रविधि अलि पुरानो र परिपक्व हुन्छ तब उत्पादन अरू विकसित देशहरूमा पनि फैलिन्छ र अन्तमा जब त्यो एकदमै स्ट्यान्डर्ड भइसक्छ तब सस्तोमा बनाउनका लागि उत्पादन कम लागत भएका विकासोन्मुख देशहरूमा सर्छ। त्यसपछि आयो नयाँ व्यापार सिद्धान्त। यसले एउटा एकदमै रमाइलो प्रश्नको जवाफ दियो। जर्मनीले जापानलाई कार बेच्छ अनि जापानले पनि जर्मनीलाई नै कार बेच्छ। एउटै जस्तो देश, एउटै जस्तो सामान, किन यस्तो व्यापार? यसका दुई मुख्य कारण छन्। पहिलो हो इकोनोमिज अफ स्केल, मतलब विश्व बजारका लागि ठूलो मात्रामा उत्पादन गर्दा लागत कम पर्छ। अनि दोस्रो र सायद अझै महत्त्वपूर्ण, प्रोडक्ट डिफ्रेन्सिएसन। हामीलाई विविधता चाहिन्छ। आखिर BMW र टोयोटा दुवै कार भए पनि ती फरक छन् नि, होइन र? ल, यी सबै सिद्धान्तहरू पार गर्दै हामी आइपुग्यौँ आजको विश्वव्यापी व्यापारमा, जहाँ खेलको नियमै फेरिएको छ। अब हामी अन्तिम वस्तुबाट विश्वव्यापी कार्यहरूतर्फ मोडिएका छौँ। हामीले तयारी सामानको व्यापारलाई पछाडि छोडेर अब कार्यहरूको व्यापार गर्न थालेका छौँ। यो एकदमै ठूलो परिवर्तन हो। पहिले कस्तो थियो भने एउटा देशले एउटा सामान बनाउँथ्यो र अर्को देशमा बेच्थ्यो। अब त्यस्तो छैन। अब व्यापार भनेको डिजाइन, सफ्टवेयर र विभिन्न देशमा बनेका पाटपुर्जाहरूको जटिल सञ्जाल हो। यही नै हो आजको वास्तविकता, जसलाई ग्लोबल भ्याल्यू चेन्ज वा विश्वव्यापी मूल्य श्रृङ्खला भनिन्छ। यसमा के हुन्छ भने एउटै उत्पादनको यात्रा विश्वभरका विभिन्न देशहरूमा टुक्रिएको हुन्छ। सुरुमा हामीले कुरा गरेको फोनको उदाहरण याद छ नि? ठ्याक्कै त्यस्तै। कुनै देशले डिजाइन गर्छ, कसैले पाटपुर्जा बनाउँछ अनि कसैले त्यसलाई जोड्ने काम गर्छ। सबैले पुरै उत्पादन होइन, एउटा विशेष काममा विशेषज्ञता हासिल गर्छन्। ल, हामीले व्यापारलाई हेर्ने सोच कसरी द्वन्द्वबाट सुरु भएर सहकार्य र जटिल सञ्जालसम्म आइपुग्यो त्यो त हेर्यौं, तर कथा यहाँ सकिँदैन। आज जब संसारमा भूराजनीतिक तनाव बढ्दैछ, एउटा ठूलो प्रश्न खडा भएको छ कि व्यापारको तर्क फेरि शुद्ध दक्षताबाट मोडिएर राष्ट्रिय सुरक्षातिर फर्किन लागेको हो त? यो एउटा यस्तो प्रश्न हो जसले आउने दिनहरूमा विश्व व्यापारको दिशा निर्धारण गर्नेछ।